आज चाहिँ हामी अब हल्का फङ्सनहरूको कुरा गरौँ। फङ्सन पछि चाहिँ हामी ओओपीको बारेमा कुरा गर्छौँ है। फङ्सन भनेको लाइक कुनै पनि कुरा हामीले मल्टिपल टाइम्स कुनै पनि कोडलाई ब्लक अफ कोड्स मल्टिपल टाइम युज गर्नुपर्छ होइन, रिक्वायरमेन्ट्स अनुसार युज गरिराख्नुपर्छ भने हामी फङ्सन युज गर्छौँ क्या। फङ्सन युज गरिसकेपछि चाहिँ लाइक मैले फङ्सन नेम र त्यसमा प्यारामिटर हालेँ भने त्यो लोजिकहरू त्यो कोडहरू इम्प्लिमेन्ट भइहाल्छ। फङ्सन पनि डिफ्रेन्ट डिफ्रेन्ट टाइपको छ, लाइक प्यारामिटराइज फङ्सन छ, नन प्यारामिटराइज फङ्सन छ होइन। प्यारामिटर भनेको चाहिँ के हो भन्दाखेरि लाइक फङ्सन नेम कल सपोज दुईवटा नम्बर एड गर्नु पर्यो अरे, मैले फङ्सन कल गर्छु ब्राकेटभित्र सर्टेन नम्बर हालिदिन्छु हो, त्यो नम्बरलाई चाहिँ हामी प्यारामिटर भन्छौँ क्या। सपोज एउटा फङ्सन डिफाइन गर्ने के गर्ने त, डिएफ लेख्ने होइन, फङ्सनको नाम लेख्ने। फङ्सनको नाम हामीले भेरिएबलको नाम लेखे जस्तै इनडिफाइन फङ्सन अथवा सिस्टम रिजर्भ भेरिएबलहरू जस्तो युज गर्न पाइएन, त्यो बाहेकको जे युज गर्न नि पाइएन। अहिले म यहाँ डिस्प्ले हेलो वर्ल्ड भनेर बनाउँछु ल। अब यसले चाहिँ के गर्छ भने मैले एउटा सिम्पल फङ्सनको डेमोन्स्ट्रेसन दिन हेलो वर्ल्ड भन्ने डिस्प्ले मात्र हुनलाई बनाइदिएको। अब यहाँ यहाँ सिम्पल यो चाहिँ नन प्यारामिटराइज हो, यसको केही रिटर्न टाइप पनि छैन, केही भ्यालु रिटर्न पनि गर्दैन यसले। यसलाई चाहिँ भन्छौँ हामी फङ्सन विथ नो प्यारामिटर एन्ड रिटर्न भ्याल्यु। अब यसो गर्दा के हुन्छ भने मैले अब यो फेरि रुटमा आएँ म होइन, रुटमा आएपछि जस्तो ट्याब हालेँ भने यो फङ्सनभित्र छिरेँ, ब्याक आएँ भने त फेरि मेरो मेन प्रोग्राममा आएँ नि त होइन। अब यहाँ चाहिँ मैले डिस्प्ले हेलो वर्ल्ड भनेर लेखेँ भने के भयो, यो प्रिन्ट हुनु पर्यो। हेरौँ है त, हेलो वर्ल्ड भनेर प्रिन्ट भयो यहाँ होइन। अब यो फङ्सन बनाउनुको फाइदा चाहिँ के त, अब मलाई एभ्री टाइम त प्रोग्राम चाहियो भने म फेरि डिस्प्ले हेलो वर्ल्ड लेखिदिन्छु, जतिचोटि मन लाग्यो त्यतिचोटि मैले यसलाई रियुज गर्न पाएँ क्या। फङ्सनको काम चाहिँ त्यही हो, कोड रियुजेबिलिटी क्या, कि दुईचोटि हेलो वर्ल्ड प्रिन्ट भयो। अब मैले यसलाई फङ्सनमा लाइक लुपमा नि हाल्दिनँ पाएँ, जस्तो फर आई इन रेन्ज 20, यसलाई 10 हालिदिएँ। अब मलाई 10चोटि हेलो वर्ल्ड प्रिन्ट गर्न मन लाग्यो, डिस्प्ले हेलो वर्ल्ड गरिदिन्छु म, यो 10चोटि हेलो वर्ल्ड प्रिन्ट हुनु पर्यो हो। मैले एभ्री टाइम लेखेको गर्नु परेन नि त। अब यो चाहिँ रिफरेन्सको लागि मात्र हो हेलो वर्ल्ड। यहाँ चाहिँ तपाईँहरूले लाइक 1000 लाइनको कोड अथवा 100 लाइनको कोड लेख्नुभयो अरे, एभ्री टाइम लेख्न त सकिँदैन नि त त्यसलाई होइन, जस्ट एउटा फङ्सन बनाइदिने त्यसलाई कल गरिदिने, त्यो छ त्यो। यो चाहिँ के हो, लाइक फङ्सन विथ नो प्यारामिटर एन्ड नो रिटर्न भ्याल्यु होइन, नो रिटर्न भ्याल्यु चाहिँ हो। अर्को टाइपको छ हामीसँग एउटा प्यारामिटराइज फङ्सन गरौँ ल, फङ्सन विथ प्यारामिटर एन्ड रिटर्न भ्याल्यु भन्ने गरौँ। हामी युजरली फङ्सन चाहिँ कि टपमा प्रोग्रामको टपमा लेख्छौँ कि बटममा लेख्छौँ, यहाँ चाहिँ हामी टपमा लेखिरहेछौँ अनि बल्ल तल कल गरिरहेछौँ है। अर्को छ डिफाइन सम भनेर डिफाइन गरेँ मैले, त्यसमा चाहिँ अब प्यारामिटर राखिदिन्छु म यहाँ एउटा num1 र num2 भनेर प्यारामिटर राखिदिएँ मैले होइन। प्यारामिटर राखेपछि अब num1 र num2 को सम आउनु पर्यो, जस्तो एड इक्वल्स टु num1 प्लस num2 गरेँ होइन। अब म यसलाई के गर्छु, यहीँ प्रिन्ट गरिदिन्छु, प्रिन्ट द सम इज सम भनेर एड भनेर गरेँ, भेरिएबलको नाम एड गरेको छु होइन। यदि भएपछि मेरो समको फङ्सन बनाऊ। अब मैले यसलाई कल गर्ने के गर्नु पर्यो, सिम्पली सम गर्छु। अब म अहिले युजरसँग नम्बर मागेर एड गर्न नि मिल्यो, म चाहिँ 10 र 21 हाल्छु सपोज अहिले प्यारामिटर। यसलाई चाहिँ प्यारामिटर र आर्गुमेन्ट भन्छ, म चाहिँ युजरले दुइटालाई प्यारामिटर भनिदिन्छु, यसलाई आर्गुमेन्ट भन्छ यसलाई प्यारामिटर भन्छन् होइन। दुइटालाई प्यारामिटर भन्नुभयो भने जसले नि बुझ्छ बुझ्न चाहिँ होइन। अब के भयो भन्दाखेरि किन आयो, अब मैले एउटा फङ्सन बनाएँ, यसमा नम्बर पास गरेँ होइन, यो नम्बर चाहिँ यहाँ num1 अरू num2 को ठाउँमा गयो
num1 र num2 को ठाउँमा गएपछि यो एड भयो ह यसलाई चाहिँ प्यारामिटराइज्ड फंक्सन भन्यौं हामीले के भयो द सम इज 31 भनेर प्रिन्ट भयो अब हामी जहिले सममा 10 र 21 त पास गर्दैनौं नि त सपोज यसको लागि मैले a इक्वल्स टु 10 गरेँ b इक्वल्स टु 21 गरेँ हैन यहाँ पास गर्दा हामीले खासमा a र b चाहिँ पास गर्ने हो क्या रियल वर्ल्डमा सपोज a र b को ठाउँमा अरु भेरिएबल होला सपोज हैन यसरी पास हुन्छ यसलाई चाहिँ भन्छौं हामी जस्तो यहाँ हेर्नु त सममा a र b लेखिरहेको छु माथि num1 र num2 लेखिरहेको छु काम गर्छ त यसले फरक फरक नाम राख्छ एक्चुअली यसले गर्न चाहिँ गर्छ के देख्छ यसको पनि टाइप छ लाइक हामीले यहाँ num1 र num2 नै लेख्यौं भने यसलाई एक्चुअल प्यारामिटर भन्छौं a र b लेखेँ यहाँ num1 र num2 लेखेँ भने यसले चाहिँ फर्मल प्यारामिटर भन्छौं क्या अब मैले यहाँ तपाईहरु झुक्किनुहुन्छ नि यसको ठाउँमा num1 र num2 नै लेख्दा पनि हुन्छ num1 र num2 लेख्दा पनि हुन्छ ठिक छ त्यसमा चाहिँ यहाँ चाहिँ जे छ त्यही हुनु पर्यो फेरि num1 र num2 लेख्दा नि हुन्छ हैन यो गर्दा चाहिँ सेम सेम हो भन्ने तरिकाले नझुकिन सकिन्छ हैन तर a र b हुँदा चाहिँ हुँदैन कि भन्ने जस्तो हुँदैन हाम्रो यो यसले चाहिँ भ्यालु मात्र लिने हो क्या a र b को भ्यालु मात्र लिने हो a र b लिने हैन के यहाँ हेर्नु ल सो मैले त्यसरी रन गर्दा पनि रन भइरहेछ हैन त यसलाई चाहिँ के भन्ने हो यहाँ विथ प्यारामिटर एन्ड नो रिटर्न भ्यालु हैन यसले सर्टेन भ्यालु रिटर्न गरेकै छैन अब रिटर्न भ्यालु चाहिँ कस्तो गर्छ कतिखेर युज गर्ने भन्दाखेरि तपाईलाई त्यो भ्यालुलाई फेरि टेम्पर गर्नु छ क्या लाइक चेन्ज गर्नु छ भने त्यतिखेर चाहिँ रिटर्न भ्यालु युज गर्छौं हामी फंक्सन विथ प्यारामिटर एन्ड रिटर्न भ्यालु वाला गर्नु एउटा सपोज यो लागि गरौँ फ्याक्टोरियल बुझ्नु भएको छ एउटा फ्याक्टोरियलको फंक्सन बनाइदिन्छु डिफाइन फ्याक्टमा एउटा नम्बर आउँछ हैन I equals to 0 return 1 else 12 is less than or equals to what result is to मैले I define नै गरेको रहेछ I equals to 1 भनेर डिफाइन गरेको छु result equals to result to I भनिन्छ this one गरौँ यो चाहिँ मैले while युज गरेन यहाँ जति रिटर्न यहाँ चाहिँ के भयो भने मैले फ्याक्टोरियल गरेँ फ्याक्टोरियल भनेको जस्तो 5 को फ्याक्टोरियल भनेको 5 into 4 into 3 into 1 जब 1 into 2 into 3 into 4 into 5 हैन त त्यस्तो हुनु पर्यो यहाँ के भएको छ I लाई 1 देखि इनिशियलाइज गरे फर्स्टचोटी I को भ्यालु 1 हुन्छ ह रिजल्टको भ्यालु केही छैन रिजल्टलाई नै इनिशियलाइज गर्नुपर्छ होला हिजो इनिशियलाइज नगर्दा प्रब्लम आथ्यो है रिजल्टलाई नि इनिशियलाइज गरे मैले रिजल्टको 1 छ I को 1 छ 1 into 1 1 भयो फेरि I को भ्यालु बढ्छ रिजल्टमा 1 छ 1 into 2 त्यो भयो हैन हेरौँ न अहिले काम बसेको गर्दैन डेन्सिटी डिबग गरौँ यसलाई ल यति भएपछि के भयो हाम्रो फ्याक्टोरियल भन्ने बन्यो हो जस्तो यहाँ चाहिँ एउटा नम्बर मागेर गरौँ त नम इक्वल्स टु इन्टमा इनपुट इन्टर नम्बर भनेर गर्थे हैन अब यति गरिसकेपछि यसले भ्यालु रिटर्न यो म सुरुमा लेखिसक्छु अनि हेर्छु ल यसैले लेख्थ्यो लेख्न नै गरौँ यहाँ चाहिँ के भयो भने नि सपोज तपाईहरुले एउटा नम्बर हाल्नुहुन्छ त्यो नम्बर हालिसकेपछि त्यसको फ्याक्टोरियल क्याल्कुलेट हुने हैन अब यत्रो लोजिक हामीलाई 10 चोटी फ्याक्टोरियल क्याल्कुलेट गर्नु पर्यो भने त यत्रो लोजिक लेख्न सकिदैन नि त
होइन त? त्यसको लागि हामीले यहाँ लाइक एउटा फङ्सन बनायौँ, अब हामीलाई चाहिँदै पछि त्यो फङ्सन कल गर्न सक्यो। अब यसलाई रन गरी हेरौँ ल। के भयो त एक्चुअली यहाँ भन्दाखेरि एउटा नम्बर हालेँ मैले 5 120 आउनु पर्यो होइन 120 आयो ठिक छ भनेपछि लोजिक राइट रहेछ। अब के हुन्छ यहाँ भन्दाखेरि अ, यहाँ स्क्रिनमा मार्कर युज गर्न मिलेन फेरि होइन। ल, यो केसमा चाहिँ के हुन्छ भने मैले एउटा फङ्सन बनाएँ होइन, त्यसमा प्यारामिटर चाहिँ नम भन्ने राखेको थिएँ होइन त। अब नमको भ्यालु 0 आयो भने त 1 रिटर्न हुने भयो होइन। रिटर्नमा चाहिँ 1 हुने भयो, फ्याक्टोरियल भनेको 1 हुने भयो। 0 हुँदा फ्याक्टोरियल 1 हुन्छ। हेर्नु त 0 को केसमा चाहिँ त्यसो भएन क्या हो। 0 को फ्याक्टोरियल त 0 हुनुपर्ने होइन र 1 हुन्छ। त्यो हो 1 हो भने ठिकै छ त्यसो भए। ल नम्बरको भ्यालु 0 छ भने 1 रिटर्न हुने भयो होइन। एल्समा चाहिँ हामीले अब यहाँ व्हाइल लुप युज गर्नको लागि अब सबै कन्डिसनहरू हाल्यौँ। सुरुमा आईको भ्यालु इनिसियलाइज गरियो, रिजल्टको भ्यालु इनिसियलाइज गरियो होइन। अनि कन्डिसन लगाइयो व्हाइल आई इज लेस देन अर इक्वल्स टु नम भनेको आईको भ्यालु चाहिँ नम भन्दा सानो अथवा बराबर नभइन्जेलसम्म चाहिँ हाम्रो लुप चलिराख्नु पर्यो है भनेर भन्ने होइन। अब यसमा के गरियो भने रिजल्ट इक्वल्स टु रिजल्ट इन्टु आई भनेर गरियो। यसले चाहिँ कसरी काम गर्यो भने नि सपोज म एउटा रफ गरिदिएको छु यहाँ। सपोज सुरुमा रिजल्टको भ्यालु 1 छ होइन। हाम्रो लोजिक के हो रिजल्ट इक्वल्स टु रिजल्ट इन्टु आई छ होइन। रिजल्ट अब आईको भ्यालु पनि कति छ 1 छ। अब यो लोजिकमा यहाँ हामीले लुप युज गरेको छ व्हाइल यो भित्र चाहिँ लुप युज भएको छ होइन। अब लुप युज भएको छ। अब यसले के क्याल्कुलेट गर्छ रिजल्ट इक्वल्स टु के भयो 1 इन्टु 1 भयो होइन त। रिफ्रेस अझै बुझिएन भने यहाँ चाहिँ 1 इन्टु 1 भयो होइन। अब रिजल्टको भ्यालु त कति भयो त्यसो भए 1 भयो हो। रिजल्टको भ्यालु 1 नै छ। अब लुपमा हामीले आई आई प्लस प्लस आईको भ्यालु 1 ले बढाउने भनेको अर्को लुपमा आईको भ्यालु 2 भयो होइन। रिजल्टको भ्यालु हामीसँग कति छ 1 छ। आईको भ्यालु कति भयो 2 भयो हो। 1 इन्टु 2 2 भयो। अब रिजल्टमा कति गरेर स्टोर हुने भयो 2 स्टोर हुने भयो। अर्कोचोटि लुप चल्दा आईको भ्यालु कति भयो 3 भयो। फेरि माथि जाउँ रिजल्टको भ्यालु कति छ हामीसँग अब 2 छ होइन। आईको भ्यालु कति भयो 3 भयो होइन। 2 3 जा 6 यसरी लुप चल्दै जान्छ। त्यही भएर हाम्रो 120 त्यसरी आयो ठिक छ। त्यो लुप बुझ्दा बुझिहालिन्छ यो कुरा। अनि हामीले भ्यालु मेनमा पठाउँदा चाहिँ हामीले रिटर्न भन्ने किवर्ड युज गर्नु पर्यो। सबै क्याल्कुलेट गरिसकेँ मैले एल्स कन्डिसनको ब्लकमा यो इन्डेन्टेसन हेर्नु पर्यो है। एल्स कन्डिसनको ब्लकमा चाहिँ मैले रिजल्ट भनेर रिटर्न गर्ने हो। रिजल्टमा हाम्रो एन्सर स्टोर भएको छ होइन। रिजल्ट रिटर्न गरिसकेपछि त्यो कहाँ आएर स्टोर हुन्छ भने यो रिटर्न भएको भ्यालु यो नममा आएर स्टोर भयो ठिक छ। ए आई मिन यहाँ आएर यहाँ डाइरेक्टली आयो यसमा। अझै स्टोर कसरी हुन्छ भन्नु त नि यसलाई प्रोपर वेमै देखाइदिउँ। रिजल्ट इक्वल्स टु नममा त मैले युजरलाई डाटामा आएको इज रिजल्ट होइन। अब हाम्रो यहाँ के भयो भने नममा मैले युजरलाई एउटा नम्बर मागेँ ठिक छ। इन्टर एनी नम्बर भने उसले जतिको फ्याक्टोरियल निकाल्न मन लाग्यो त्यति दिन्छ। अब त्यो नम्बर चाहिँ मैले के गरेँ एउटा भेरिएबल बनाएँ। अब यो रिटर्न भएको भ्यालु त कहीँ न कहीँ आएर स्टोर हुनु पर्यो नि त होइन त। त्यही भएर यसको लागि मैले एउटा भेरिएबल बनाएँ। त्यो चाहिँ अब भेरिएबल बनाए चाहिँ के भयो मैले फङ्सनको नाम कल गरेँ फ्याक्ट भनेर कल गरेँ हो। फङ्सनको नाममा के गरेँ नम्बरलाई एज अ प्यारामिटर पास गरिदिएँ मैले। अब यो नम्बर फेरि के गर्छ यहाँ आउँछ यहाँको थ्रु यहाँ सुरुमा कन्डिसन चेक हुने भयो अनि लुप चल्ने भयो। लुप चलिसकेपछि फेरि के भयो यहाँ आएर भ्यालु स्टोर हुन्छ। सपोज अहिलेको केसमा हाम्रो 120 भनेर स्टोर भएको थियो होइन त। यहाँ 120 स्टोर हुन्छ। अब यो 120 लाई हामीले हाम्रो रिक्वायरमेन्ट अनुसार टेम्पर गर्न पनि सकियो क्या। रिटर्न केस चाहिँ त्यतिखेर लाग्छ होइन। मलाई रिजल्टमा 1 ले बढेर आउनु पर्यो भने म यसरी रिजल्टमा 1 ले बढाइदिन नि सक्छु होइन। मलाई त्यो रिजल्ट चाहिएन रिजल्टमा 1 घटाएर चाहियो भने मैले त्यो रिटर्न भ्यालुलाई युज गर्न पाएँ नि त मेरो रिक्वायरमेन्ट अनुसार होइन। लाइक प्यारामिटराइज र रिटर्न भ्यालु भएकोमा चाहिँ फाइदा त हुन्छ यो वर्किङ चाहिँ होइन।
3 हालेँ नि 3 to the 6 into 1 भइरहेछ। अ, यो एकचोटि कपी गर्ने भयो कपी गर्नुहोस्। फङ्सन बुझ्नु भने तपाईँहरूलाई क्लासमा प्रब्लम हुँदैन। यहाँ चाहिँ हिजोको लुप बुझ्नु भएको थियो, इफ एल्स कन्डिसन बुझ्नु भएको थियो भने मजाले बुझ्नुहुन्छ। मैले अलिकति लामो प्रोग्राम लाइक नत्र फङ्सनमा हेलो वर्ल्ड मात्र हुँदो रहेछ भने त तपाईँहरूलाई गाह्रो भयो। तपाईँहरूले अरू प्रोग्रामिङ पढ्नुभयो भने नि यो फङ्सनहरू बुझ्नु भयो भने तपाईँले अरू राख्नु पर्दैन। यो चाहिँ नन प्यारामिटराइज फङ्सन हो। फङ्सन कल गर्ने बित्तिकै डाइरेक्ट आफै प्रिन्टिङ स्टेटमेन्ट मात्र चाहिएको छ भने बेसिकली हामी यो युज गर्छौँ। यसको प्यारामिटर पनि छैन, ब्राकेटमा केही हालेको पनि छैन हामीले। अनि रिटर्न भनेर रिटर्न किवर्ड पनि युज गरेको छैन, डाइरेक्ट भइरहेछ होइन। अब यो चाहिँ प्यारामिटरवाला हो, लाइक ब्राकेटमा भ्यालुहरू हालेको सबै सर्टेन भेरिएबल अथवा भ्यालु हालेको छ होइन। तर रिटर्न चाहिँ गरेको छ यहाँ चाहिँ विथ प्यारामिटर एन्ड नो रिटर्न भ्यालु हो। अहिले हामीले फ्याक्टोरियल क्यालकुलेट गरेको चाहिँ प्यारामिटर पनि छ, रिटर्न टाइपहरू पनि छ यहाँ होइन। यो चाहिँ फङ्सन विथ प्यारामिटर एन्ड त प्रब्लम भएको रहेछ। ल अहिले को आउनुभएको थियो उहाँले हेर्नु ल अलिकति प्रब्लम भएछ। सपोज आज चाहिँ हामीले यहाँ फङ्सनको कुरा गर्दै थियौँ। फङ्सन चाहिँ हामीले कुनै पनि ब्लक अफ कोड मल्टिपल टाइम्स युज गर्नुपर्छ थ्रु आउट द प्रोग्राम भने हामी फङ्सन युज गर्छौँ। अब फङ्सनको तिनवटा टाइप्स हामीले यहाँ प्र्याक्टिस गरिरहेछौँ। एउटा छ फङ्सन विथ नो प्यारामिटर एन्ड रिटर्न टाइप छ। अब प्यारामिटर चाहिँ कहाँ लेखिन्छ भने यो ब्राकेट छ नि, यो ब्राकेटभित्र लेख्छौँ हामी प्यारामिटर चाहिँ। अनि यहाँ चाहिँ केही पनि हालिएको छैन अहिले, मतलब यसमा प्यारामिटर छैन। अनि यहाँ रिटर्न भन्ने किवर्ड युज भएको छैन भने यो चाहिँ के हो, विदाउट रिटर्न टाइप छ। यसलाई कमेन्ट आउट गरेर लाइक तिनवटा टाइप अफ फङ्सन प्र्याक्टिस गरिरहेको छौँ यहाँ। एउटा चाहिँ छ फङ्सन विथ नो प्यारामिटर एन्ड रिटर्न भ्यालु छ, अर्को चाहिँ फङ्सन विथ प्यारामिटर एन्ड नो रिटर्न भ्यालु छ, लास्टली चाहिँ हामीसँग फङ्सन विथ प्यारामिटर एन्ड रिटर्न भ्यालु भनेर छ। अब फङ्सन चाहिँ हामीले रिपिटेडली कुनै पनि ब्लक अफ कोड अथवा कुनै पनि मल्टिपल लाइन्स अफ कोड युज गर्नु छ भने हामी फङ्सन युज गर्छौँ। सपोज रेफरेन्सको लागि मैले यहाँ एउटा हेलो वर्ल्ड गरिदिएको छु। यो चाहिँ डिइएफ भनेर लेखिसकेपछि बल्ल हाम्रो एउटा फङ्सन भनेर डिफाइन हुन्छ। त्यसको लागि चाहिँ लाइक एउटा स्मल ब्राकेट हुनु पर्यो होइन। डिइएफ लेख्ने फङ्सन नेम हुन्छ अनि एउटा स्मल ब्राकेट हुन्छ अनि कोलन लेखिसकेपछि त्यसको ब्लक सुरु भयो, ठिक छ। फेरि इन्डेन्टेसन मिस गर्ने बित्तिकै लाइक हाम्रो एक इन्डेन्टेसन भित्र छ भने यो फङ्सन भित्र भयो, एक इन्डेन्टेसन बाहिर हुने बित्तिकै यो चाहिँ मेन प्रोग्राम भयो। अब फङ्सनलाई कल गर्न सिम्पली फङ्सनको नाम लेख्ने अनि त्यसको लाइक ब्राकेट्स लेखिदिने बित्तिकै त्यो फङ्सन कल भयो। लाइक त्यसमा चाहिँ हामीले केही पनि प्यारामिटर पास गरेको छैनौँ, त्यही भएर यहाँ हेलो वर्ल्ड भनेर प्रिन्ट भइरहेछ यहाँ होइन। यो चाहिँ बेसिक टाइप अफ फङ्सन भयो, लाइक समथिङ डिस्प्ले गर्नु पर्यो, तपाईँहरूलाई प्यारामिटर पनि चाहिएन, लाइक डिस्प्ले मात्रै गर्नु पर्यो भने चाहिँ यो टाइपको युज गर्नु सक्छ। अर्को भनेको यहाँ हाम्रो प्यारामिटर एन्ड रिटर्न टाइप युज गरिएको छ, ठिक छ। प्यारामिटर भनेको यो ब्राकेटभित्र हामीले सर्टेन भेरिएबलहरू अथवा भ्यालु हाल्छौँ भने हामी त्यसलाई प्यारामिटर्स भन्छौँ। सपोज यहाँ मैले num1 र num2 भनेर हालेको छु र त्यसैको लोजिक यहाँ युज गरेको छु र प्रिन्ट पनि गरेको छु। यहाँ केही रिटर्न भएको छैन, जस्ट प्यारामिटर मात्र युज भएको छ, ठिक छ। यसलाई चाहिँ फङ्सन विथ प्यारामिटर एन्ड नो रिटर्न भ्याल्यु भन्यौँ। सपोज यहाँ मैले a=10 लेखेको छु, b=21 लेखिरहेको छु अनि यो सम भन्ने फङ्सनमा a र b पास गरिरहेको छु होइन। तर यहाँ लेख्न चाहिँ मैले num1 र num2 लेखिरहेको छु होइन। त्यो लेख्दा लेख्दै पनि हाम्रो प्रोग्राम चलिरहेछ हेर्नु है। सम इज 31, 10 र 21 को सम भनेको 31 हो, ठिक छ। हो यसरी प्यारामिटर पास गर्दा पनि हाम्रो यसको दुईटा टाइप छ, लाइक एक्चुअल प्यारामिटर र फर्मल प्यारामिटर छ। यहाँ युज गरेको टाइप भनेको चाहिँ हामीले लाइक फर्मल प्यारामिटर युज गरिरहेको छौँ। एक्चुअल प्यारामिटर युज गर्ने भने num1 र num2 नै लेख्दा चाहिँ हुन्छ। जस्तो num1 = 21 र num2 = त्यो गरेर मैले यहाँ num1 र num2 लेख्दा पनि हुन्छ होइन। यसरी लेख्दा नि हुन्छ। इनकेस तपाईँहरू झुकिनुहुन्छ भने मेन प्रोग्राममा नि यसरी नै लेख्नुहोस् र यहाँ फङ्सनमा पनि यसरी नै लेख्नुहोस् होइन। तर अहिले मैले चाहिँ यहाँ कन्फ्युजन नहोस् भनेर मैले चाहिँ यहाँ फर्मल प्यारामिटर युज गर्दैछु।
दुईटै वेमा चल्छ चल्न चाहिँ प्रोग्राम तपाईँहरूको। यो थियो फङ्सन विथ प्यारामिटर एन्ड नो रिटर्न भ्याल्यु। अब अर्को फङ्सन विथ प्यारामिटर एन्ड रिटर्न भ्याल्युको लागि चाहिँ मैले एउटा फ्याक्टोरियल क्याल्कुलेट गर्ने प्रोग्राम बनाएको थिएँ। त्यसमा चाहिँ एउटा फ्याक्ट भन्ने फङ्सन बनाएँ र एज अ प्यारामिटर एउटा नम्बर, सपोज फ्याक्टोरियल त एउटा नम्बरको मात्र क्याल्कुलेट हुने भयो होइन। त्यसको लागि एउटा मात्र नम्बर पास गरेँ। अब इफ नम्बरको भ्यालु 0 छ भने रिटर्न 1। अब यहाँ चाहिँ रिटर्न किवर्ड हुन्छ। कुनै पनि फङ्सनले मेन मोडेलमा अथवा मेन ब्लकमा भ्यालु रिटर्न गर्नु पर्यो भने त्यसलाई रिटर्न भन्ने किवर्ड युज हुन्छ। अब यहाँ देख्न सक्नुहुन्छ दुई ठाउँमा मैले रिटर्न युज गरेको छु। इफ कन्डिसन म्याच भयो भने 1 रिटर्न भयो, एल्स कन्डिसनमा म्याच भयो भने रिजल्ट भन्ने रिटर्न भयो। अब यहाँ बेसिक मैले इफ लुप युज गरेको छु फ्याक्टोरियल क्याल्कुलेट गर्न। लाइक 5 हाल्ने भने 5 इन्टु 4 इन्टु 3 इन्टु 1 हुनु पर्यो होइन। अथवा यहाँ चाहिँ जस्ट अपोजिट गरेको छ 1 इन्टु 2 इन्टु 3 इन्टु 4 इन्टु 5 नेवल लोजिक गरेको छ। फाइनल्ली त्यसले फ्याक्टोरियल क्याल्कुलेट गर्छ। सपोज स्टार्टिङमा मैले एउटा नम्बर मेन मोडेलमा एउटा नम्बर मागेँ युजरसँग होइन। त्यसलाई चाहिँ फङ्सन कल गरेर त्यसबाट रिटर्न भएको भ्यालु चाहिँ एउटा भेरिएबल रिजल्ट भन्ने भेरिएबलमा स्टोर गरेको छु। अब यो रिजल्ट र यो रिजल्ट चाहिँ सेम होइन। यहाँ तपाईँले जे लेख्न नि पाइयो, यो चाहिँ जस्ट भेरिएबल नेम हो। जस्तो यो रिजल्ट भनेको यो फङ्सनभित्र मात्र काम गर्छ, यो चाहिँ लोकल भेरिएबल हो। अब यो चाहिँ मेन मोडेलको भेरिएबल हो, यो चाहिँ फरक हो। एकचोटि चाहिँ लोकल भेरिएबल र पब्लिक ग्लोबल भेरिएबलहरू पनि बेटर हेरेको राम्रो। यो रिजल्ट चाहिँ यहाँ चाहिँ लोकल भेरिएबल मात्र हो, यहाँ चाहिँ यो ग्लोबल भेरिएबल छ। यो रिजल्ट चाहिँ मैले थ्रु आउट द प्रोग्राम जहाँ पनि युज गर्न मिल्छ, तर यो रिजल्ट मिल्दैन। सपोज मैले यहाँ रिफरेन्सको लागि हेर्नुहुन्छ भने भेरिएबल पनि बुझिरहेको र मैले रिजल्ट वान भनेर लेखिदिएँ अरे होइन। तर मैले यो रिजल्ट वान यता युज गर्न खोजेँ भने त युज हुँदैन। हेर्नु त, रिजल्ट वान इज नट डिफाइन्ड भन्छ। अल्दो मैले यो रिजल्ट यहाँ डिफाइन गरेको छु, यहाँ युज हुँदैन। ठिक छ, यो रिजल्टले चाहिँ यति ब्लकभित्र मात्र काम गर्ने हो, यसलाई चाहिँ हामी लोकल भेरिएबल भन्छौँ। तर यो रिजल्ट चाहिँ मैले थ्रु आउट द प्रोग्राम जहाँ पनि युज गर्न पाएँ क्या, त्यो हुन्छ फरक चाहिँ। अब यति गरिसकेपछि हाम्रो फ्याक्टोरियल प्रोग्रामले नै काम गरिरहेछ हो। सपोज मैले अहिले 5 हाल्दा 120 आइरहेछ, फ्याक्टोरियल मिलिरहेर सबै गर्छ। यसरी तपाईँहरूले कुनै पनि फङ्सनमा प्यारामिटर र रिटर्न भ्यालु हालेर गर्न सक्नुहुन्छ। रिटर्न भ्यालु हाल्नुको बेनिफिट चाहिँ के हो भने मैले रिटर्न भएको डाटालाई मैले जसरी पनि युज गर्न पाएँ। जस्तो मैले यसमा सर्टेन भ्यालु लाइक मलाई 2 कम चाहियो फ्याक्टोरियल भन्ने भने मैले त्यो अनुसारले पनि युज गर्न पाएँ। सपोज मैले फङ्सनमा अहिले भ्यालु 15 पास गरेँ भने रिजल्ट इज 118 भयो होइन। मैले भ्यालु आफ्नो रिक्वायरमेन्ट अनुसार टेम्पर गर्नु पनि पाएँ रिटर्न हुँदाखेरि चाहिँ। बेटर तपाईँहरूले यो मेथड सिक्नु भएको राम्रो हो। रिटर्नवाला मेथड सिक्नु भने तपाईँहरूले जहाँ पनि, अब हामीले जेङ्गोमा गर्दाखेरि चाहिँ मोस्टली युज हुने भनेको यो हो। यसमा केही प्रब्लम छ? अर्को चाहिँ हामीसँग ओपीको कन्सेप्ट छ होइन। लाइक तपाईँहरूले अरू प्रोग्रामिङ सिक्नुभएको छ नि, ओपी त प्रोबेबली पढ्नुभएकै होला। छैन भने पनि ठिक छ। हामीसँग दुई टाइप अफ प्रोग्रामिङ हुन्छ। एउटा हुन्छ प्रोसिड्युरल ओरिएन्टेड प्रोग्रामिङ, हामी पिओपी भन्ने भन्छौँ, अथवा त्यसलाई लिनियर प्रोग्रामिङ भनेर पनि भन्छ होइन। अर्को भनेको ओओपी, अब्जेक्ट ओरिएन्टेड प्रोग्रामिङ भन्छ। अब हामीले पाइथनमा युज हुने भनेको चाहिँ ओओपी हो। अब पिओपी र ओओपीमा फरक के छ भन्दाखेरि लाइक ओओपीमा चाहिँ के हुन्छ भने हामी अब्जेक्ट बेसमा काम गर्छौँ। फर इक्जाम्पल एउटा कारकै इक्जाम्पल दिन्छु ल म। सपोज एउटा कार तपाईँले सिम्पली हेर्दाखेरि, एउटा कार हेर्दाखेरि टपदेखि बटनमा हेर्दाखेरि कसरी बनेको छ भन्दाखेरि, सपोज एउटा कार छ अरे, यसरी बन्दै आएको छ अरे होइन। सपोज यो रिफरेन्सको लागि बुझ्नु, सपोज यो कार छ अरे, फिगरतिर नजाने कसरी बनाउनु मात्र हेर्नु न। अब चाहिँ एउटा कार छ अरे होइन। पिओपीमा चाहिँ के हुन्छ भने ओभरअल एउटा कार चाहिँ कम्प्लिट कार बन्ने भयो क्या।
लाइक सुरुदेखि स्टार्टिङदेखि सपोज मैले यहाँ हुडदेखि बनाउँदै गएर एउटा ट्रङ्केटसम्म पुगेँ होइन टायरहरू हेरेँ सपोज अनि बनाउनु थालेँ अरे सपोज होइन पिओपीमा चाहिँ यसरी बनाइन्छ तपाईँको कार होइन लाइक बनाउनु भयो एभ्री त्यहाँ बनाउँदै बनाउँदै लिनियरली जान्छ सबै कुरा होइन सपोज एउटा फ्याक्ट्रीले काम गर्दैछ भने पुरै कारै एउटा फ्याक्ट्रीले बनाउनु पर्यो होइन एक एक गर्दै बनाउनु पर्यो तर पिओपीमा चाहिँ के अरे ओओपीमा चाहिँ के हुन्छ भने त्यस्तो हुँदैन के हुन्छ भने तपाईँले एउटा कार बनाउनु पर्यो नि लाइक टायर एउटा फ्याक्ट्रीले बनाउँछ होइन लाइक हुड एउटा फ्याक्ट्रीले बनाउन सक्यो होइन लाइक ठिक छ अटो करेक्सन छ डुवर एउटा फ्याक्ट्रीले बनाउन सक्यो होइन अनि यो सबै कम्पाइल गरेर लास्टमा चाहिँ कार बन्ने भयो क्या मल्टिपल अब्जेक्ट्सहरू कम्बाइन गरेर त्यो कार बन्ने हो अब फाइदा के भन्दाखेरि लाइक यो टायर मैले अरू कारमा पनि युज गर्न पाएँ नि त होइन रियुजेबिलिटी हो होइन एभ्री टाइम हामी अब्जेक्टमा काम गर्छौँ त्यसमा चाहिँ अब्जेक्टलाई चाहिँ हामी यहाँ क्लास भन्छौँ ठिक छ यो त्यतिकै रफ फिगर मात्र हो अब त्यसको लागि चाहिँ एउटा क्लास कसरी डिफाइन गर्ने त हाम्रो पाइथनमा भन्दा के गर्नु भने सिम्पली क्लास लेखिदिनु क्लास मैले ए भनेर डिफाइन गर्ने अनि सपोज होइन क्लास ए भनेर डिफाइन गरेँ अब क्लासभित्र त फङ्सन हुनु पर्यो अघि फङ्सन पढ्यो होइन डिफाइन डिस्प्ले नेम अहिले नन प्यारामिटराइज फङ्सन मात्रै युज गर्छु म के गर्छु सिम्पली प्रिन्ट दिस दिस इज क्लास ए भनेर लेख्ने मैले होइन यो भयो हाम्रो सिम्पल टाइप अफ क्लास एउटा क्लास छ क्लासभित्र एउटा फङ्सन छ हो अब यो क्लासलाई मैले अर्को फाइलमा कल गर्छु भन्दा नि मिल्छ क्या क्लासको फाइदा चाहिँ त्यो छ हामी इम्पोर्ट भन्ने कुरा के युज गरेन कि गरेन पाइथनमा छैन रहेछ अहिलेसम्म जस कल गर्न मिल्छ एज अ प्याकेज हामीले कल गर्न मिल्छ ठिक छ एउटा क्लास बनाएँ अरे मैले दिस इज क्लास ए भनेर यसलाई कसरी कल गर्ने त भन्दाखेरि लाइक सिम्पल क्लास छ भने त ए डट ए डट डिस्प्ले नेम लेख्ने बित्तिकै पनि यो कल हुन्छ क्लास ए को चाहिँ डिस्प्ले नेम भन्ने फङ्सन है भनेर लेख्ने बित्तिकै यो कल हुनु पर्यो एउटा यो मेथड छ दिस इज क्लास ए भनेर प्रिन्ट भयो होइन त अब यो चाहिँ स्ट्यान्डर्ड वे होइन लाइक हामी पछि क्लासमा पऱ्यो पनि प्यारामिटरहरू हाल्ने हेर्छु मैले होइन त्यो हुँदा चाहिँ यो मेथडले काम गर्दैन बेटर के गर्ने भन्दा एउटा ओबिजे बनाएँ मैले एउटा अब्जेक्ट भने अब्जेक्ट इक्वल्स टु यो अब्जेक्ट भनेको चाहिँ ए क्लास हो है भनेर चिनाएँ मैले हो अब के हुन्छ ओबिजे डट डिस्प्ले नेम गरिसकेपछि यसले मेरो क्लासलाई कल गरिदियो के दियो यहाँ अनि दिस क्लास अहिले प्यारामिटर हाल्दैछु मैले होइन यस्तो हो अघि चाहिँ यहाँ प्यारामिटरहरू हालेको थियो नि त प्यारामिटर चाहिने केसमा चाहिँ यसरी हाल्छौँ हामी क्लासमा नि प्यारामिटर हाल्न मिल्छ तर अनलाइक फङ्सन यसमा चाहिँ डाइरेक्टली प्यारामिटर हाल्न मिल्दैन अब फरक के चाहिँ भन्दाखेरि क्लास र फङ्सनमा फरक के चाहिँ भन्दाखेरि यहाँ हेर्नु मैले क्लासमा प्यारामिटर हाल्न मिल्दैन हो मेनमा चाहिँ यहाँ फङ्सनमा चाहिँ प्यारामिटर हाल्न मिल्छ स्ट्यान्डर्ड वे अफ नेमिङ भनेको तपाईँले क्लासको नाम चाहिँ जहिले क्यापिटलबाट राखेको बेटर फङ्सनको नाम चाहिँ म यहाँ स्मलबाट राखिरहेको छु आइदर केमल केसिङ युज गर्नु अथवा यो मेथड युज गर्नु जुन मेथड युज गर्दा नि हुन्छ होइन यो भयो हाम्रो बेसिक टाइप अफ क्लास यो भयो बेसिक क्लास अब हामीले ओओपी पढ्दा ओओपीको चाहिँ को पिल्लर छ होइन त्यसलाई चाहिँ हामी के भन्छौँ भने फर्स्टमा हामीसँग छ लाइक इन्क्याप्सुलेसन भन्छौँ हामी इन्क्याप्सुलेसन भन्छौँ अर्को छ इनहेरिटेन्स अर्को छ पोलिमर्फिजम अर्को छ एब्स्ट्रेक्सन
अब यो चाहिँ ओओपी को कन्सेप्ट पढ्नुभयो भने जुनै पनि प्रोग्रामिङमा यही कुरा हुन्छ। फोर पिलर्स अफ ओओपी भनिसकेपछि यो हो। इन्क्याप्सुलेसनले चाहिँ के गर्छ भने लाइक तपाईँहरूले त्यो क्याप्सुलवाला मेडिसिनहरू भएको छ नि, के हुन्छ इन्क्याप्सुलेट गरेर राखेको हुन्छ नि मल्टिपल दुईटा भित्र दुई खालको ड्रग्सहरू हुन्छ अनि दुईटाले इन्क्याप्सुलेट गरेर राखेको हुन्छ एकअर्कालाई छुट्याएर राखेको हो। यहाँ चाहिँ क्लास र अब्जेक्ट्सहरूले एकअर्कालाई इन्क्याप्सुलेट गरेर राखिरहेको हुन्छ। लाइक हामीले यहाँ प्राइभेट क्लासहरू बनाउन प्राइभेट फङ्सनहरू बनाउन पाइयो, प्राइभेट क्लासहरू बनाउन पाइयो होइन, अथवा प्रोटेक्टेड फङ्सन युज गर्न पाइयो, त्यसरी बनाउन पाइन्छ। इनहेरिटेन्स भनेको चाहिँ प्यारेन्ट प्यारेन्ट क्लासको डाटाहरू चाइल्ड क्लासले युज गर्न पाए चाहिँ ठिक छ। उसले कुनै फङ्सन डिफाइन गरेको छ उसमा केही डाटाहरू छ भने त्यो चाहिँ प्यारेन्ट क्लासको डाटाहरू चाहिँ चाइल्ड क्लासले पनि गर्न पायो। पोलिमर्फिजम भने चाहिँ लाइक मल्टिपल क्लासहरूले प्यारेन्ट क्लासको डाटाहरू युज गर्न पायो अथवा त्यसमा भएको फङ्सनहरू ओभरराइड गर्न पायो। ओभरराइड भनेको चाहिँ सपोज मैले त्यहाँ डिफाइनमा दिस इज क्लास ए लेखेको थिएँ भने मैले यो डिस्प्ले नेमलाई ओभरराइड गरेर दिस इज क्लास बी भनेर गर्न पाएँ क्या। त्यो चाहिँ पोलिमर्फिजम भयो। एब्स्ट्राक्सन भनेको चाहिँ के लाइक डाटालाई एब्स्ट्राक्ट राख्नु, हिडन राख्नु क्या। युजरलाई जे जे डाटा चाहिन्छ त्यो मात्रै डिस्प्ले गरिदिने, अरू चाहिँ हिडन राख्ने भन्ने कन्सेप्ट हो। सुरुमा इनहेरिटेन्समा जाउँ ल। सपोज मैले यहाँ क्लास ए बनाएको थिएँ, अब एउटा क्लास बनाऊँ अर्को लाइक क्लास बी बनाउँछु। अब यसलाई इनहेरिटेट गर्न चाहिँ के गर्नुपर्छ भने यो जुन ब्राकेट छ नि यहाँ अहिले ब्राकेट पनि युज गरेँ मैले होइन, यसमा चाहिँ ए भनेर लेखिदिएँ भने लाइक क्लास ए को डाटा क्लास बीले युज गर है भनेर गर। यो चाहिँ ओभरराइड नगरौँ मैले, यसलाई चाहिँ प्रिन्ट नेम राखिदिन्छु ल है। प्रिन्ट नेम राखेँ, प्रिन्ट दिस इज क्लास बी भनेर भयो होइन। अब फरक के छ त यो दुइटामा हेर्नु त उस्तै खालको छ होइन। अरू अरू प्रोग्रामिङहरूमा हेर्नु भने जस्तो क्लास बी एक्सटेन्ड्स एक्सटेन्ड्स क्लास ए भनेर हुन्थ्यो क्या, क्लास ए भनेर हुन्थ्यो यसरी अरू अरू प्रोग्रामिङमा चाहिँ होइन। तर यहाँ चाहिँ पाइथनले सजिलो बनाइदिएको छ हामीलाई। क्लास बी लेख्यौँ ब्राकेटमा ए लेखिदिउँ भने यसले आफै यो इनहेरिटेड गर्यो है डाटा भनेर बुझ्यो यहाँ ठिक छ। अब अलिकति एडभान्टेज चाहिँ के हो यहाँ भन्दाखेरि मैले यो ए युज नगरी ए को डाटा प्रिन्ट गर्न सकेँ क्या। यहाँ सपोज म बी को अब्जेक्ट बनाउँछु न, ओबिजे ओबिजे 2 इक्वल्स टु बी को इन्स्टेन्स कल गरौँ। ओबिजे डट प्रिन्ट नेम यति गरेँ भने चाहिँ दिस इज क्लास बी भनेर फेरि प्यारामिटराइज गरेर आउँछ। यो ठिक छ, कन्स्ट्रक्टर बनाएछ है। दिस इज क्लास बी भनेर आयो। अब क्लास बी के थ्रु पनि मैले क्लास एलाई प्रिन्ट गर्न पाएँ। अब ओबिजे टु डट डिस्प्ले नेम भनेर गर्न नि पाएँ मैले हो। बीमा त डिस्प्ले नेम भन्ने त थिएन नि त यहाँ होइन, त्यही पनि मैले डिस्प्ले नेम गरेर दिस इज क्लास ए भनेर प्रिन्ट भइरहेछ हो। यसलाई चाहिँ भन्छौँ हामी इनहेरिटेन्स। लाइक मैले क्लास सी बनाएँ अरे अर्को क्लास सी भनेर बनाएँ। अब मैले क्लास बी को डाटालाई चाहिँ इनहेरिटेट गरेँ अरे। अब यो डाटा पास हुँदै जान्छ हेर्नु है। डिफाइन नाम चाहिँ जे राख्दा नै हुन्छ है। यो कमन राख्यो भने यसको अर्कै काम छ, कमन राखेन भने यसको अर्कै काम छ क्या फेरि, त्यही भएर मैले अहिले छुट्टा छुट्टै राखेँ। अब ओबिजे 3 मा हेर्नु त, ओबिजे 3 मा चाहिँ के छ भने मैले यहाँ ओबिजे ओबिजे 3 भनेर एउटा बनाएँ, त्यसमा चाहिँ सी को इन्स्टेन्स कल गरेँ ठिक छ। अब यहाँ फरक के छ भने मैले सी को थ्रु ए र बी कै डाटा युज गर्न सक्छु क्या। यहाँ यस्तो एउटा प्रिन्ट डाटा भन्ने युज गरेँ मैले होइन। अर्को ओबिजे 3 डट बीमा के थियो प्रिन्ट नेम भन्ने युज गरेँ मैले होइन। अर्को ओबिजे 3 डट डिस्प्ले नेम भनेर युज गरेँ। यहाँ पनि यहाँ राख्नु क्लास बी हो चाहिँ अलिकति सजिलो बनाइदिन्छ लेखिराख्नु तपाईँ यो छ। अब यहाँ हेर्नु मैले अरू दुइटै कमेन्ट आउट गरिदिएको छु होइन, क्लास सी मात्र कल गरेको छु। क्लास सी को थ्रु
ए ब्राकेट हालेन छु ब्राकेट चाहिँ हाल्नु पर्यो फङ्सन पुरै क्लास सी को थ्रु मैले क्लास ए र बी को डाटा पनि प्रिन्ट गरेँ क्या इनहेरिटेन्स गर्दा चाहिँ फाइदा भयो अब यो त एउटा लाइन अफ कोड थियो अब मैले थाउजन्ड्स लाइन्स अफ हन्ड्रेड्स लाइन्स अफ कोड थियो भने त्यो केसमा चाहिँ गाह्रो हुन्छ नि त एभ्री क्लासमा डिफाइन गर्नु मैले के गरेँ एउटै क्लासमा यहाँ बेसिक हालिदिएँ यसको नाम अलिकति चेन्ज गरिदिन्छु क्लास एन्ड यो के प्रब्लम छ इनहेरिटेन्समा नबुझे जस्तो भयो अलि नबुझे जस्तो भयो सपोज मैले यहाँ एउटा क्लास डिफाइन गरेको थिएँ होइन अब यो मैले इनहेरिट गरिनँ भने चाहिँ चल्दैन क्या फेरि यसरी तपाईँलाई चाहिँ यस्तै हो नि भन्ने जस्तो लाग्यो भने चाहिँ यहाँ हेर्नु है मैले इनहेरिटेन्स लगाएको छुइनँ भने इरर फाल्नु पर्यो ए मोस्ट रिसेन्ट कल यो प्रिन्ट नेम ओबिजे3 मा प्रिन्ट नेम हुने छैन भनेर दियो होइन त यो भनेको के भयो हामीले क्लास 3 मा प्रिन्ट डाटा भनेर मात्र बनाएको छ होइन प्रिन्ट नेम भन्ने त बीमा मात्र थियो क्लास ए र क्लास बी त छुट्टा छुट्टै भयो नि त होइन यो चाहिँ यस्तो सम्झिनु सपोज यो एउटा कोठा छ अरे एउटा क्लास छ अरे त्यो अर्को क्लास छ अरे होइन अनि तपाईँले यो क्लासबाट त्यो क्लासको डाटा तपाईँले नहेरिकन तपाईँसँग के डिभाइस छैन भने त्यो डाटा एक्सेस गर्न सक्नुहुन्छ त हेर्न सक्नुहुन्छ त छैन अब यो केसमा चाहिँ मैले एउटा सिसी क्यामेरा जोडिदिएँ अरे क्या यहाँ होइन लाइक यो जोडिदिएँ अरे सिसी क्यामेरा अब यहाँ सिसी क्यामेरा छ भने त त्यो क्लासमा के गर्दैछन् भनेर त्यहाँको डाटाहरू लिन सक्नुभयो नि त अब इनहेरिट गर्नु इम्प्लिमेन्ट गर्नु अथवा डिराइभ गर्नु एउटै ठाउँमा सबै त्यो गर्नु भनेको अर्को क्लासको डाटा अर्को क्लासले एक्सेस गर्न पाउनु हो क्या भन्नु एज अ रिफरेन्स त्यो लिनु लाइक यो कम्प्युटर त्यो कोठाको कम्प्युटरसँग कनेक्ट गरियो अरे वायरको थ्रु भने यसरी इम्प्लिमेन्ट गर्न चाहिँ जस्ट ब्राकेटमा त्यसको नाम हालिदिए भइगयो यो चाहिँ यसलाई चाहिँ हामी सिङ्गल लेभल इनहेरिटेन्स भन्छौँ यसलाई चाहिँ हामी मल्टी लेभल इनहेरिटेन्स हो यो चाहिँ मल्टी लेभल इनहेरिटेन्स हो यो चाहिँ सिङ्गल लेभल सिङ्गल लेभल भनेको चाहिँ एउटा प्यारेन्ट ऊदेखि माथि एउटा मात्र प्यारेन्ट छ भने यसलाई सिङ्गल लेभल भन मल्टी लेभल भनेको सीले के गर्यो सुरुमा बीमा गयो बीको डाटा पनि युज गर्यो बीको थ्रु फेरि ए को डाटा पनि युज गर्यो नि त यहाँ चाहिँ एउटा लाइक लुप जस्तो हो लाइक सिडी जस्तो बन्यो क्या यसलाई चाहिँ हामी मल्टी लेभल इनहेरिटेन्स हो अनि यो ओबिजे इक्वल्स टु ए भने नि यो चाहिँ इन्स्टेन्स कल गरेको भनिन्छ है इन्स्टेन्स भनेको चाहिँ त्यो क्लासको कपी बनाइयो भनेको जस्तो हो क्या अरू केही छैन त्यस्तो गाह्रो कुरा यसमा पोलिमर्फिजम एउटैमा बुझाइदिन्छु ल इन्क्याप्सुलेसन र पोलिमर्फिजम डट पीवाई सुरुमा पोलिमर्फिजमतिर जाउँ क्लास गाडीहरूलाई एउटा कार भन्ने क्लास गर्छ
अ, सुरुमा हामीले फङ्सन गऱ्यौँ होइन? फङ्सनमा चाहिँ नो आर्गुमेन्ट एन्ड रिटर्न भ्याल्यू गऱ्यो एउटा, नो आर्गुमेन्ट विथ रिटर्न भ्याल्यू गऱ्यो फेरि, अनि आर्गुमेन्ट विथ नो रिटर्न भ्याल्यू गरिएछ अर्को होइन? अनि आर्गुमेन्ट विथ रिटर्न भ्याल्यू गऱ्यो। अनि यसरी फङ्सनहरूलाई एक्सेस गरिएछ होइन? सेकेन्डली हामीले के गर्यो? फङ्सन सकेपछि क्लासेस स्टार्ट गर्यो। ल क्लासलाई चाहिँ सुरुमा सिम्पल एउटा क्लास बनाइयो, त्योभित्र एउटा फङ्सन बनाइयो होइन? अनि क्लासलाई चाहिँ इनहेरिट गर्यो ब्राकेटभित्र सिम्पली क्लास नेम राखेपछि इनहेरिट भयो। अनि त्यसरी यहाँ मल्टिलेभल इनहेरिटेन्स पनि इम्प्लिमेन्ट गरियो र क्लास र त्यसको फङ्सनहरूलाई हामीले सिम्पली यहाँ प्रिन्ट गर्यौँ होइन? थर्डली हामीले इन्क्याप्सुलेसन हेऱ्यौँ। यहाँ चाहिँ एउटा मैले क्लास बनाइदिएँ, क्लासमा एउटा फङ्सन बनाइदिएँ होइन? यो चाहिँ पब्लिक फङ्सन भयो, मैले केही हालेको छैन यहाँ, त्यसो भएर यो पब्लिक फङ्सन भयो। प्रोटेक्टेड फङ्सनको लागि चाहिँ मैले सिर्फ अगाडि अन्डरस्कोर हाल्दिएँ एउटा, अनि प्रोटेक्टेड फङ्सन भयो। प्राइभेटको लागि दुईवटा अन्डरस्कोर हाल्दिएँ। अब प्रोटेक्टेड फङ्सन चाहिँ मैले थ्रु आउट द यो फाइल मैले एक्सेस गर्न पाएँ होइन? तर प्राइभेट फङ्सन चाहिँ मैले यो क्लासभित्र मात्र एक्सेस गर्न पाएँ है त? अनि यसरी हामीले प्रिन्ट गऱ्यौँ। प्रिन्ट गर्दाखेरि चाहिँ अब प्राइभेट फङ्सनमा भएको डाटाको लागि चाहिँ मैले छुट्टै एउटा पब्लिक फङ्सन बनाएर प्रिन्ट गरिदिएँ। अनि अर्को के गरियो भने एक्सेस गर्न, अब लाइक हामीले क्लासहरू बनाइयो, त्यसलाई कसरी एक्सेस गर्ने त भनेर ट्राई गरियो। सिम्पली एउटा इम्पोर्टिङ स्टेटमेन्ट लेख्यो फ्रम फाइल नेम, अनि इम्पोर्ट क्लास नेम गरियो। अनि अर्को, अब यो मैले नगरेको भए नि चल्थ्यो है, मैले यो कार भन्ने फङ्सन नचलाई, मैले सिम्पली यहाँ यो कुरा केही नगरी भेहिकल डट डिस्प्ले डिटेल्स मात्र गरेको भए नि चल्थ्यो है। यहाँ चाहिँ यसो गरेको भए मैले फङ्सनमा हाल्दिनँ भन्दाखेरि पनि हुनुपर्ने होइन? यो अगाडिको क्लासको डाटाहरू मैले आइरहेछ। दुईचोटि आयो, किनभने यो कुरा त अघि उहाँ प्रिन्टिङ स्टेटमेन्ट अनकमेन्ट गरेँ नि त, त्यही भएर आयो। फेरि चाहिँ अहिले यो क्लासले गर्दा आयो। यसरी पनि हुन्छ। युजल्ली चाहिँ हामी फङ्सन क्लासभित्र अर्को फङ्सन बनाएर गर्छौँ नि त, त्यही भएर मैले यो मेथड गरिदिएको। अरू केही गरियो? सिम्पल यति मात्र भयो। यो चाहिँ तपाईँहरूको प्लेन रिक्याप हो। यो चाहिँ गिटमा पनि हालिदिन्छु, केही प्रब्लम भयो भने गिटमा पनि हेर्नु न है। गिट फङ्सन चाहिँ गिट